हाम्रो यो मिड डे मिल सेटको ओपनिङ छ अनि त्यसको लागि चाहिँ यहाँनिर डेकोरेसनको लागि चाहिँ सर अनि हामीले बेलुन फुलाउँदैछ। बाई staff, teachers and students सबैको लागि हेर्नु सर आज अति आदरणीय कृषि एवं बागवानी विभाग का अध्यक्ष श्रीमान सीके राणाज्यूको बाहुलीबाट विधिवत रूपमा उद्घाटन हुन गइरहेको छ। यस सुनौलो अवसरमा म सरलाई निवेदन गर्न चाहन्छु कि आफ्नो करकमलद्वारा यस कक्षालाई विधिवत रूपमा उद्घाटन गरिदिएर जाओस् भन्ने निवेदन गर्न चाहन्छु। सबैको तालीद्वारा हामी यस महान कार्यलाई स्वागत एवं सम्मान जनाउनेछौँ। हजुरहरूले देखिरहनु भएको छ यो भोजन कक्षा विधिवत रूपमा उद्घाटन भएर माननीय अध्यक्षज्यू आफ्नो आसनमा ग्रहण गरिसक्नु भएको छ र यसै गरी यस कार्यक्रमलाई सुचारू रूपमा उद्घाटन गर्नका निमित्त म आजका अतिथि महोदयबाट अनुमति लिँदै इस कार्यक्रम में उपस्थित सिक्किम सरकारका यस कार्यक्रममा संलग्न हुनुभएको छ। उहाँलाई हामी विद्यालयको तर्फबाट अभिनन्दन जनाउन चाहन्छौँ। गर्दै सम्पूर्ण शिक्षक शिक्षिकागण साथै यसै विद्यालयका सम्पूर्ण मेरा अति आदरणीय अति वन्दनीय गुरुवरहरू शिक्षक शिक्षिकागण नन टिचिङहरू साथै सम्पूर्ण विद्यार्थी वर्गहरूलाई पनि म यस कार्यक्रममा स्वागत जनाउन चाहन्छु। शुभ दिनमा यस युवा भोज कक्षा समुद्घाटन कार्यक्रममा उपस्थित हाम्रो पाठशाला प्रबन्धन समितिका अध्यक्ष महोदय जो एग्रिकल्चर डिपार्टमेन्ट माननीय अध्यक्ष हुनुहुन्छ श्रीमान सीके राणा सरसँग केही दिन अघि मात्र अनि म आउँछु भनेर वचन दिएपछि मैले पाठशाला प्रबन्धन समितिको अध्यक्ष नै उहाँलाई मान्छु। पहिलादेखि नै स्कुललाई देखरेख गर्दै आउनुभएको जसको कर्कमलबाट आज यस हृदयको एउटा कुनामा राखेर सोचिरहनुहुन्छ प्रदान गरिदिनुहुन्छ। यो अनरेबल पञ्चायत छोटो सामज्यू अनि हाम्रो वार्ड पञ्चायत सर अनरेबल सर आउनुभएको छ लगायत हाम्रो यस पाठशाला प्रबन्धनको दिन यस पाठशालामा मैले जोइन गर्न आउँदाखेरि नै नानीहरूले दुःख सुखले पेटीमा बसेर खाना खाँदै गरेको मैले देखेँ। त्यस दिन नै मैले यो ठाउँलाई एउटा मिड डे मिलको लन्च ग्यालरी बनाउनु पर्ने रहेछ भनेर त्यो दिन नै मैले माइन्डमा एउटा सेट गरेको थिएँ। जब समय आउँछ त्यति बेला हामीले यसलाई चाहिँ यो अवसरलाई चाहिँ छोड्नु हुँदैन भन्ने मैले माइन्डमा राखिराखेको थिएँ। अनि पछि गएर मैले एउटा प्लान पनि बनाएँ, हाम्रो स्कुल डेभलपमेन्ट प्लानमा पनि यो हालेँ। गर्दै 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 जाँदाखेरि हामीलाई अहिले समय मिल्यो यो एउटा लन्च ग्यालरी तयार गर्ने जहाँ नानीहरूले आरामसँग बसेर आफ्नो दिवा भोज खान सक्छन्। यहाँ धेरै कुकुरहरू ओरदोर गरिरहने कोही कुकुरहरू बिमारी भएको खण्डमा यही स्कुल वरिपरि घुमिरहेको हामीले देखिरहेको छौँ। नानीहरूले खाना खाँदाखेरि छेउमा घुमिरहेको यस्तो अवस्था भएकोले गर्दाखेरि नानीहरूलाई कमसेकम खाना खाँदाखेरि चाहिँ स्वच्छ एउटा वातावरणमा राम्रो प्रकारले पकाएर खाना खुवाउन पायौँ भने चाहिँ हामीलाई त्योभन्दा बेसी सेटिस्फ्याक्सन केही पनि हुँदैन भनेर अझै एसएमसी मेम्बर्सहरू छोटा सानो स्पोर्टिङ क्लबको भाइहरू यहाँ धेरै धेरै श्रम दान गर्नेहरूको पवित्र हातको आफ्नो मेहनत र पसिनाले गर्दा यो सृजिएको एउटा सम्पत्ति हो। यो यसलाई जोगाइराख्न यसलाई बचाइराख्न हाम्रो कर्तव्य हो।
छुट्टीको दिन नभनिकन यहाँकै स्टाफहरू आएर खट्नु भएको छ है। हरेक लेखाजोखा फोटोग्राफ्सदेखि लिएर हाम्रोमा एटेन्डेन्सदेखि लिएर एभ्रिथिङ रेकर्डेड छ, रेकर्ड गरेको छ। हुनसक्छ त्यो दिन एक दिन पेपरबाट मेटिएर जाला है, डायरीबाट मेटिएर जाला, तर मेरो जुन हृदयमा एउटा छाप बसेको छ है, जसले सहयोगहरू गर्नुभएको छ त्यो मेरो हृदयको एउटा कुनामा बसेको छ र त्यो कहिले पनि मेटिने छैन है। म धन्यवाद दिन चाहन्छु। अनि जसले मेटेरियल्सहरू हामीलाई प्रोभाइड गर्नुभएको छ, जस्तै गिटी भयो, बलुवा भयो, सिमेन्ट भयो है, यस्तो इत्यादि पाइप, सानोभन्दा सानो कुराहरू हामीलाई कति जरुरत परेको थियो यो बनाउँदाखेरि इन्स्टेन्ट हामीलाई हेल्पहरू धेरै ठाउँबाट आयो। अनि कन्ट्र्याक्टर हाम्रो मोडल स्कुलले धेरै सहयोगहरू गर्नुभएको छ है। अनि जुन यो रातो टेबलहरू लगाइएको छ यहाँ तपाईँहरूको जानकारीको निम्ति, यो रातो टेबलहरू जुन लगाइएको छ हाम्रो पाठशालाका स्टाफ, हाम्रो म्याडम सन्तकुमारी सुब्बा अनि उहाँको श्रीमान है आदरणीय सोमबहादुर सुब्बा, उहाँहरू मिलेर हस्बेन्ड एन्ड वाइफ मिलेर हामीलाई 10वटा टेबल प्रोभाइड गर्नुभएको छ। भनेदेखि यो जति पनि प्लास्टिकको चेयर्सहरू राखेको छ, यो चेयर्सहरू हामीलाई अनरेबल एमपीले लास्ट इयरै 100वटा चेयर दिनुभएको र यो चेयर्सहरू हामीले यसरी युजमा ल्याएको छौँ। अनि आज बिहान हामीलाई अनरेबल हाम्रो पञ्चायत प्रेसिडेन्ट म्याडम आएर नानीहरू मसिनो एलकेजी युकेजीको लागि प्लेट र स्पुन छोडेर जानुभएको छ। उहाँलाई पनि मेरो व्यक्तिगत तर्फबाट धेरै आभार व्यक्त गर्न चाहन्छु। अति आदरणीय प्रिन्सिपल सर, आफ्नो समय कम समयमा राखिदिनु भयो र अबको लगत्तै पछाडि म आजका अति आदरणीय अतिथि मुख्य अतिथि महोदय श्री के राणाज्यूलाई यहाँ आएर आफ्नो 2 शब्द राखिदिनुहोस् भनी म विनम्र निवेदन गर्न चाहन्छु। धन्यवाद हाम्रो अतुल घोषक महोदयज्यूलाई। र विशेष गरेर जुन यो आज छोटा सान्दुङ उच्चतर माध्यमिक स्कुलका जुन यो उद्घाटन हुनु गइरहेको छ, र सर्वप्रथम त म विशेष गरेर यसै गाउँका है भाइ अथवा तपाईँको दाजु अनि यसै स्कुलको विद्यार्थी हुनुको कारणले गर्दाखेरि आज अति खुसी लाग्यो। र यस स्कुलको विशेष गरेर प्राचार्य महोदय, यस स्कुलका प्रिन्सिपल साहब, उहाँको ठुलो विचार, उच्च विचार हुनुको कारणले गर्दाखेरि छोटा सान्दुङवासी नै भएर उहाँले है हाम्रो स्कुललाई यसरी उहाँको टाइम है, उहाँको समय जुन उहाँको मनमा एउटा राम्रो गर्छु भन्ने भावना सबै हामीलाई पोखिदिनु भएकोमा सम्पूर्ण छोटा सान्दुङवासीको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रशंसा गर्ने ओठहरूभन्दा ती दान गर्ने हातहरू महान हुन्छन्। र कार्यक्रमको हामी अन्तिम चरणमा आइपुगेका छौँ। यो भवन बनाउनमा कति तन मन धनले सघाउनु भयो भने कति यहाँ सघाउने व्यक्तिहरू आज यहाँ उपस्थित हुनुहुँदैन। ती सम्पूर्ण महान व्यक्तित्वहरूलाई म केवल 2टा पंक्तिद्वारा म उहाँहरूलाई सम्मान जनाउन चाहन्छु। है समय नदी की धार, है समय नदी की धार जिसमें सब बह जाया करती है समय नदी की धार जिसमें सब बह जाया करती है। कुछ जन ऐसे होते हैं जो इतिहास बनाया करते हैं। किश्तियां रह जाती हैं, किश्तियां रह जाती हैं, तूफान चले जाते हैं। किश्तियां रह जाती हैं, तूफान चले जाते हैं, लेकिन इंसान चले जाते हैं, लेकिन दीवा कक्षा रह जाता है, लेकिन दीवा कक्षा रह जाता है। यी सम्पूर्ण व्यक्तिहरूले सम्झिँदै अबको कार्यक्रम भने म यसै विद्यालयका ती आदरणीय शिक्षक डीके गुरुङज्यूलाई यहाँ आएर आफ्नो भोट अफ थ्याङ्क्स राखिदिनु हुन भनी विनम्र निवेदन गर्न चाहन्छु। आजको यस गरिमय कार्यक्रममा विशेष आजका उद्घोषक महोदयज्यूले धन्यवाद राखिदिनु हुनका निम्ति मलाई यस देशमा दिन पाएको कारणले गर्दाखेरि म विशेष गरी कृषि अनि बागवानी विभागका चेयरम्यान साहब तथा यस स्कुलका प्रबन्धक समितिका अध्यक्ष महोदय भनौँ, उहाँलाई आफ्नो बहुमूल्य समय पर सारेर भए तापनि हाम्रो यो दिवा भोज उद्घाटन कार्यक्रममा बहु कष्ट गरी यस हामी माझमा उपस्थित भइदिनु भएकोमा उहाँलाई हामी स्कुल परिवार साथै विद्यार्थी नानीहरूको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले हामी माझ स्कुलप्रति हामीलाई सल्लाह सुझाव अनि धेरै कुरामा उहाँले सहयोग गर्नुभएको छ। यसप्रति पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै हाम्रो छोटा सान्दुङ आरुपटे जिपिओका साथै यस वार्डका पञ्चायत महोदयज्यू, उहाँले पनि हामीलाई जहिले पनि सम्झिनुहुन्छ, उहाँले जहिले सम्झिनुहुन्छ, उहाँले सहयोग गर्नुहुन्छ। उहाँले दिएको बहुमूल्य समय साथै उहाँ यस दिवस उद्घाटन कार्यक्रममा हामी माझमा उपस्थित भइदिनु भएकोमा उहाँलाई
हृदयबाटै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै उपस्थित हामी माझमा यस्तो समयमा पनि उपस्थित भइदिनु भएको छ प्रबन्धक समितिका सम्पूर्ण सदस्यगण हामी माझमा उपस्थित रहनु भएको छ। उहाँलाई पनि म साथै स्कुल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद म यसै स्कुलका प्रधान प्राचार्य महोदयज्यू जसले सोचेर यस देवभोज यो बनाइएको छ। उहाँले सोच्नुभन्दा नि विशेष उहाँले गर्नुपर्छ भनेपछि नगरी नछाड्ने उहाँको मन भएको कारणले गर्दाखेरि हामीलाई पनि उहाँ आएदेखि धेरै नै स्कुलमा हौसला बढेको छ, जागरण आएको छ। विशेष गरी उहाँको सोचलाई हामी सधैँ सहयोग गर्नेछौँ भन्दै आजको यो कार्यक्रममा विशेष धन्यवाद म यसै स्कुलका प्रधान प्राचार्य महोदयज्यूलाई दिन चाहन्छु। हामी दुईजना चाहिँ अब जानु आँटेको छ पढाउनेर हेल्प गर्नु नानीहरू। यहाँ कति हालिदिनुहोस् अरे भाइलाई विवानलाई। थ्याङ्क यू गयो घुम्नु। वान कोर हाम्रो चाहिँ त्यसमा हुन्छ यहाँनिर चाहिँ स्टुडेन्टसँग बसेर टिचर्सहरूको पालो यहाँनिर बसेर खाने धेरै आयो सेटले गर्दा।